नमस्ते 안녕하세요. छंगबु मुनुहाको क्लासमा आज हामी च्याप्टर 14 को छंगबुमा पुगेका छौं। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला र मेरो भिडियोहरु कस्तो लागिरहेको छ कमेन्ट भने अवश्य गर्नु होला। ल भिडियोलाई सुरु गरिहालौं है त। थोरोम्यङ छुसो भनेको सडकको नामको ठेगाना अथवा बाटोको नामको ठेगाना भनेको यो थोरो भनेको सडक मोटर बाटो हो के खास गरी बाटो गाडी हिँड्ने बाटोलाई थोरो भन्छ अनि खिल भनेको चाहिँ मान्छे हिँड्ने बाटो भयो। थोरोम्यङ बाटोको नामको छुसो ठेगाना। ल कोरियामा बाटोको नामको ठेगाना कसरी लेखिन्छ भन्ने कुराहरुको बारेमा छ। हेरौं है त। पहिला यो बक्समा हेरौं त। यहाँ छाङसो ठाउँ भनेको छ, अन भाषा अनि छुसो भनेको ठेगाना। यो अन भनेको भाषा, माल अ मात्रै पनि भन्छ, अन पनि भन्छ भाषा है त। ख्यङबोकुङ, ख्यङबोकुङ भनेको ख्यङबोक दरबार। यो खुङ भनेको दरबार हो के खास गरी खुङगलबाट आएको हो। खुङगल भनेको दरबार, खुङगल भनेको दरबार त्यहीबाट आएको हो यो खुङ भन्ने। ख्यङबोकुङ ख्यङबोक दरबार एउटा पुरानो दरबारको नाम हो यो ख्यङबोक दरबार। अन भाषा चाहिँ हाङ्गुल कोरियन भाषा, कोरियन लिपि अथवा कोरियन भाषामा चाहिँ ख्यङबोक दरबारको ठेगाना कसरी लेखिँदो रहेछ हेरौँ त। सौल थुप्यल्सी, सौल विशेष शहर हो। छोङनोगु, छोङनो भन्ने ओडा जस्तै हो यो गु भनेको चाहिँ छोङनो भन्ने ठाउँको नाम भयो। यो गु भनेको चाहिँ ओडाहरू यस्तोलाई संकेत गर्छ क्या। र शहरबाट हामी भित्र छिरेपछि त्यहाँको सानो ओडा अथवा हाम्रो गाउँपालिका ओडा हुन्छ नि त्यस्तोलाई चाहिँ गु भनेर संकेत गर्छ। छोङनोगु भनेको छोङनो भन्ने ओडा हो। साजिङनो यो रो भनेको फेरि रोड भन्ने बुझाउँछ है। यो रोले चाहिँ साजिक भन्ने रोडको 161 फेक युक्सिप इल यो चाहिँ भवन नम्बर हो, बिल्डिङ नम्बर, घर नम्बर हो यो चाहिँ पछाडी लास्टमा। भनेपछि कोरियामा चाहिँ ठेगाना कसरी लेखिँदो रहेछ। पहिला शहर हुँदो रहेछ, शहर पछि ओडा, शहरबाट छिरेपछि ठुलोबाट सानो हुँदै जाँदो रहेछ क्या। पहिला ठुलो शहर भयो, शहरबाट अलिकति सानो छोङनो भन्ने अब जिल्ला ओडाको नाम भयो, अनि ओडाबाट भित्र छिरेपछि रोडको नाम भयो, अनि त्यहाँबाट पनि लास्टमा चाहिँ के त घर नम्बर, भवन नम्बर लेख्दो रहेछ। अब अंग्रेजीमा कसरी लेखिन्थ्यो फेरि। यङ अंग्रेजी भाषामा चाहिँ फेक युक्सिबिल 161 ट्याक्कै उल्टो रहेछ। कोरियनको ट्याक्कै उल्टो रहेछ अंग्रेजी। कोरियन चाहिँ हाम्रो नेपालीसँग मिल्ने छ नि। पहिला ठुलोबाट सुरु हुन्छ नेपालीमा पनि, कोरियनमा पनि ठुलोबाट सानोतिर लेखिँदै जाँदो रहेछ। अब अंग्रेजीमा फेरि ट्याक्कै उल्टो, सानोबाट सुरु भयो, घर नम्बरबाट सुरु भयो, 161 नम्बरको घर। अनि साजिक रोड, घर पछि रोड ट्याक्कै उल्टो हुँदै आछ। रोड त्यसपछि जोङनोगु भनेको छ पहिला, अनि त्यसपछि बल्ल ओडामा गयो, जोङनो भन्ने ओडा अथवा जिल्ला, अनि त्यसपछि सौल भनेको शहरको नाम भयो, त्यसपछि बल्ल रिपब्लिक अफ कोरिया भनेको गणतन्त्र कोरिया, कोरिया लास्टमा चाहिँ कोरिया। भनेपछि कोरियनमा लेख्दाखेरि चाहिँ हाम्रो नेपाली जस्तै ठुलोबाट सानो सानो लेखिँदै जाँदो रहेछ। पहिला देश, देशपछि प्रदेश, प्रदेशपछि जिल्ला, जिल्लापछि ओडा, ओडापछि बाटोको नाम, अनि बल्ल घर नम्बर लेखिन्थ्यो भने कोरियामा पनि त्यही नै रहेछ। अनि अंग्रेजीमा चाहिँ ट्याक्कै उल्टो फेरि लेखिन्छ नि, सानोबाट सुरु हुन्छ, घर नम्बर, रोडको नाम, अनि ओडा, अनि त्यसपछि शहर, अनि त्यसपछि बल्ल लास्टमा कोरिया भनेर लेखेको छ। अब अर्को ठाउँ हाङ्गुक सानोबिल्य खोङदान, कोरियन मानव संसाधन विकास केन्द्र, यसलाई सर्टकटमा एचआरडी भन्न पनि सकियो। एचआरडी को ठेगाना पहिला हाङ्गुल कोरियनमा कसरी लेखिँदो रहेछ हेरौँ त। उल्सान ख्वाङयक्सी, उल्सान महानगरीय सहर है। उल्सान ख्वाङयक्सी, उल्सान महानगरीय सहर पहिला सहर, त्यसपछि छुङ्गु, छुङ्गु भन्ने एउटा ओडा, अनि त्यसपछि छोङ्गारो, छोङ्गा भन्ने रोडको साम्बेक सासिबो 345 नम्बरको घर। अब अंग्रेजीमा कसरी लेखिन्छ फेरि यङ अंग्रेजी भाषामा। साम्बेक सासिबो 345 नम्बरको घर, पहिला घर नम्बर लेखियो, घर नम्बर 345 छि जोङ्गारो रोडको नाम भयो, त्यसपछि जोङ्गु, जुङ्गु भनेपछि यो चाहिँ अब ओडाको नाम भयो।
उल्सान भनेको सहरको नाम भयो अनि लास्टमा रिपब्लिक अफ कोरिया, लास्टमा कोरिया, गणतन्त्र कोरिया यसरी लेखिँदो रहेछ। अंग्रेजीमा चाहिँ सानोबाट ठुलो ठुलो लेखिँदै गइन्छ भने कोरियनमा चाहिँ ठुलोबाट सानो सानो लेखिँदै जाँदो रहेछ। पहिला देश, देशपछि सहर, सहरपछि वडा, वडापछि रोड अनि रोडपछि बल्ल घर नम्बर। ल अब हेर्दै जाउँ के छ। हाङ्गुकेसनन कोरियामा चाहिँ थोरोम्योङ छुसोरुल बाटोको नामको ठेगानालाई, सडकको नामको ठेगानालाई सायोङ हाम्निदा प्रयोग गरिन्छ। बाटोको नाम लेखिएको ठेगाना प्रयोग भएको छ नि यहाँ पनि। कोरियामा चाहिँ बाटोको नामको ठेगाना प्रयोग गरिन्छ। थोरोम्योङ छुसो राम, थोरोम्योङ छुसो भन्नाले है बाटोको नामको ठेगाना भन्नाले नाउन प्लस इरान अथवा रान, यसको अर्थ भन्नाले। हाच्छिम छ भने इरान, छैन भने रान मात्रै, यसको अर्थ भन्नाले। थोरोम्योङ छुसो भन्नाले बाटोको नामको ठेगाना भन्नाले। छिजङ थोइन तोकिएको थोरोम्योङुल बाटोको नामको खिजुनुरो आधारमा, तोकिएको अथवा निश्चित बाटोको नामको आधारमा छुसोरुल ठेगाना फ्योगी हानुन उल्लेख गर्ने अथवा लेख्ने गसल कुरालाई मारानुन्दे भनिन्छ। बाटोको नामको ठेगाना भनेकै तोकिएको बाटोको नामको आधारमा ठेगाना लेख्ने कुरालाई भनिन्छ। थोरो ए बाटोको, सडकको, इरुमी नाम, खिजुन इगिते मुने आधार भएको कारणले, बाटोको नामको आधारमा लेखिएको कारणले भनेको बाटोको नाम चाहिँ आधार भएको कारणले गर्दा छुसोरुल ठेगाना आल्गी स्विप्सुम्निदा थाहा पाउन सजिलो हुन्छ है। बाटोको नामको आधारमा लेखिएको कारणले ठेगाना थाहा पाउन सजिलो हुन्छ है। सामाखुसी रोडको यति नम्बर गल्लीको यो नम्बर घरमा छु भनेपछि हामीले रोडले चिन्ने भयो नि त, त्यसरी सजिलो हुन्छ। खुरेछ त्यसैले थोरोम्योङ छुसोमान बाटोको नामको ठेगाना मात्र इस्सुम्योन भयो भने वन हानुन खोसुल चाहेको ठाउँलाई छाजा खाल्सु इस्सुम्निदा खोजेर जान सकिन्छ। बाटोको नामको ठेगाना मात्रै हामीसँग भयो भने हामीलाई कहाँ जान मन छ त्यो ठाउँलाई खोजेर जान सकिन्छ। उइ ए माथिको एरुल फोम्योन उदाहरणलाई हेर्यो भने, माथिको उदाहरण भन्नुको अर्थ यो यहाँ भएको है। माथिको उदाहरणलाई हेर्यो भने आल्सु इत्तुसी बुझ्न सकिए जस्तै हाङ्गुगे कोरियाको थोरोम्योङ छुसोनुन बाटोको नामको ठेगाना चाहिँ यङ वानुन अङ्ग्रेजी भाषा भन्दा चाहिँ फान्देरो विपरीत, अंग्रेजी भन्दा ट्याक्कै विपरीत छ नि। अंग्रेजीमा के छ सानोबाट ठुलो ठुलो हुँदै गएको छ भने कोरियामा ट्याक्कै उल्टो ठुलोबाट सानो हुँदै गएको छ। विपरीत खुन थानुई बुथ ठुलो एकाइदेखि, थानुई भनेको एकाइ, ठुलो एकाइदेखि सिजा खाय सुरु भएर छम्छा क्रमशः छागुन थानुइरो सानो एकाइमा छक्सुम्निदा लेखिन्छ। छक्ता भनेको लेख्नु पनि हुन्छ, थोरै हुनु पनि हुन्छ, यहाँ चाहिँ लेख्नु भन्ने बुझायो है त। के रहेछ त माथिको उदाहरणलाई हेर्यो भने बुझ्न सकिए जस्तै कोरियाको सडकको नामको, कोरियाको बाटोको नामको ठेगाना चाहिँ अंग्रेजी भन्दा ट्याक्कै विपरीत ठुलो एकाइदेखि सुरु भएर क्रमशः सानो एकाइमा लेखिन्छ। थोरोम्योङ छुसोनुन बाटोको नामको ठेगाना चाहिँ थाउम्ग्वा खाची तलका जस्तै, निम्नानुसार भन्न खोजेको यहाँ मुनि छ। अब तलका जस्तै खुसङ थोम्निदा समावेश भएको छ, निम्नानुसार समावेश भएको छ। बाटोको नामको ठेगानामा के समावेश गरिएको छ भन्ने कुरा हो यहाँ मुनि छ। जस्तै यहाँ पहिला सुरुमा सहर लेखिया छ, त्यसपछि वडाहरू लेखिया छ, रोड नम्बर लेखिया छ, घर नम्बर लेखिया छ, यस्तै के समावेश हुन्छ भन्ने कुराहरू छ। हेरौँ है त तल। अब चाहिँ सी अथवा दो, सी भनेको सिटी सहर अनि दो भनेको प्रदेश।
सबैभन्दा पहिला उहाँ पनि लेखेका थिए सौल थुक्प्यल्सी भनेर माथि सबैभन्दा पहिला के लेखिँदो रहेछ शहर अथवा प्रदेश लेखिँदो रहेछ ल यसको बारेमा हेरौँ हेदाङ सम्बन्धित भवन खनमूल भनेको बिल्डिङ अथवा भवन उइछिहान अवस्थित जुन बिल्डिङ खोज्नु छ हामीलाई त्यो बिल्डिङ अवस्थित भन्न खोजेको सम्बन्धित भवन अवस्थित भएको सिना सिटी अथवा दोरुल प्रदेशलाई नाथा नेम्निदा बुझाउँछ हामीले जुन बिल्डिङ खोज्दैछौँ जुन घर खोज्दैछौँ त्यो घर भएको सहर अथवा प्रदेशलाई बुझाउँछ अरे सी अथवा दोले चाहिँ पछाडि लेखिएको उइएसनुन माथि चाहिँ हेरेको टेबलमा चाहिँ सौल थुक्प्यल्सी वा सौल विशेष सहर र उल्सान ख्वाङयक्सीगा उल्सान महानगरीय सहर इए हेदाङ हाम्निदा यसमा सम्मिलित हुन्छन् यही सौल थुक्प्यल्सी र उल्सान ख्वाङयक्सी चाहिँ यसमा सम्बन्धित भयो के त सी अथवा दो सहर अथवा प्रदेशमा चाहिँ त्यो लेखिएको छ भन्न खोजेको सी खुन अथवा खु भनेको छ सी सिटी खुन अथवा खु यसले चाहिँ ओडा गाउँपालिका यस्तो बुझाउँछ क्या यस्तोले चाहिँ हेरौ है त यिनीहरूले यो सङ्केतले चाहिँ के बुझाउँदो रहेछ हेरौँ त सी ना दो ए हावी सी अथवा दोको पछिल्लो पहिला सुरुमा सी अथवा दो लेखिया थियो अब तो भन्दा पछिल्लो भन्न खोजेको क्या यो भन्दा पछिल्लो अब यो पहिला लेखियो अब यो भन्दा पछिल्लो हेङजङ खुयगुल प्रशासनिक क्षेत्रलाई नाथा नेम्निदा जनाउँछ सुरुमा हामीले सी अथवा दो सहर अथवा प्रदेश लेखियो त्यो भन्दा पछिल्लो प्रशासनिक क्षेत्र भनेपछि सहर भन्दा पछिल्लो प्रशासनिक क्षेत्र भनेपछि सहर भन्दा सानो अब के आउँछ त्यसपछि गाउँपालिका आउँछ ओडा आउँछ गाविस आउँछ हो कि हैन त्यस्तो भन्न खोजेको यो सहर अथवा प्रदेश भन्दा पछिल्लो प्रशासनिक क्षेत्रलाई बुझाउँछ थुप्यल्सीना विशेष सहर अथवा ख्वाङयक्सीए ख्याङु महानगरीय सहरको अवस्थामा चाहिँ खु ना खुन खु अथवा खुन अनि थोए ख्याङु प्रदेशको अवस्थामा चाहिँ प्रदेश छ भने चाहिँ सी तोनुन सी अथवा खुन इ स्वयंनिदा खुन लेखिन्छ अरे के रहेछ त विशेष सहर अथवा महानगरीय सहर छ भने चाहिँ पछाडि खु अथवा खुन लेखिन्छ प्रदेश भएको अवस्थामा चाहिँ सी अथवा खुन लेखिन्छ उइएसनुन माथि चाहिँ ऐ माथि हेरिएको टेबलमा चाहिँ छोङनोगु वा छुङगुगा छोङनोगु र छुङगु चाहिँ इए हेदाङ हाम्निदा यसमा सम्मिलित हुन्छन् यो पछिको छोङनोगु यो अनि छुङगु यो चाहिँ दोस्रो भयो अब सुरुमा के लेखियो सहर प्रदेश लेखियो त्यसपछि त्यो सहर प्रदेश भन्दा पछिल्लो प्रशासनिक क्षेत्र भन्नुको अर्थ गाउँपालिका ओडा गाविस यस्तो लेखियो भने अब त्यो पछि के लेखिदो रहेछ हेरौँ त त्यो पछि लेखिन्छ थोरोम्यङ बाटोको नाम अब त्यसपछि है तेस्रोमा के लेखिदो रहेछ थोरोम्यङ सडकको नाम बाटोको नाम मोटर बाटोको नाम हेरौँ त हेदाङ खनमुरी सम्बन्धित बिल्डिङ जुन घर खोज्दैछौँ सम्बन्धित घर भनेको सम्बन्धित भवन उइछिहान अवस्थित भएको थोरोए बाटोको इरुमुल नाथा निम्निदा नामलाई बुझाउँछ त्यो भवन जुन बाटोमा छ त्यो बाटोको नाम बुझाउने भयो हाल छारो 8 वटा लेन भएको बाटो 8 वटा लेन भएको बाटो भन्नुको अर्थ जाने आउने 2 वटा भयो नि बुझिन्छ जाने आउने यसरी फराकिलो बाटो के 8 वटा लेन जाने आउने गरेर 8 वटा लेन भएको भनेको अब यताबाट जाने उताबाट आउने फेरि उताबाट जाने आउने गरेर 8 वटा भएको फराकिलो रोड हुन्छ नि है त 8 वटा लेन भएको रोड भन्दा इसाङ इल बढी भएको 8 वटा लेन भन्दा बढी भएको ख्याङु एनुन अवस्थामा चाहिँ थेरो भनेर लेख्ने ठुलो रोड थे भनेपछि ठुलो बुझाउँछ भनेको थिएँ नि मैले थेले जहिले पनि ठुलो बुझाउँछ ए अब यहाँ 8 वटा लेन भन्दा बढी भएको भनेपछि त जाने आउने गरेर 8 वटा भनेपछि फराकिलो रोड भयो त्यस्तो ठुलो रोडलाई चाहिँ थेरो भनेर लेख्छ अरे थेरो है ठुलो रोडलाई भन्ने बुझायो थेले ठुलो बुझाउँछ
8वटा लेन भन्दा बढी लेन भएको अवस्थामा चाहिँ त्यो रोडलाई के भन्नु पर्यो पछाडी थेरो भनेर संकेत गर्न पर्यो। त्यस्तै इछारो एस 2वटा लेन भएको बाटोदेखि छिलछारो काजिनुन 7वटा लेन भएको बाटोसम्म चाहिँ रो भनेर लेख्ने रोड र रो बोदा छोबुन रो भन्दा पनि साँघुरो खिरुन बाटो चाहिँ खिल्लो खिल भनेको बाटो हो खिल भनेर खुबुन थोम्निदा विभाजित गरिएको छ। यसले भन्न खोजेको बुझियो 8वटा भन्दा बढी लेन भएको रोड छ भने त्यो रोडलाई के भनेर लेख्नु पर्यो पछाडी थेरो भनेर लेख्नु पर्यो भने 2वटा लेनदेखि 2वटा भनेको जाने आउने 2वटा लेनदेखि 7वटा लेनसम्म भएको रोडलाई चाहिँ रो भनेर लेखिन्छ भने त्यो रो भन्दा पनि साँघुरो बाटो भन्नुको अर्थ गल्लीहरू हुन्छ नि भित्रभित्रको सानसाना। अब रो भन्दा पनि साँघुरो बाटोलाई चाहिँ लास्टमा खिल भनेर विभाजित गरिएको छ। एरुलथुर उदाहरणको लागि थाल्गु बल अनि देरो भनेको ठुलो रोड अनि थेहेआनलो भनेको थेहेआन रोड अनि सोदाम बाटो दुङ्गी इस्सुम्निदा आदि छ। उइएसनन माथि चाहिँ यहाँ कसरी राखेको छ भन्दाखेरि सुरुमा थाल्गु बल अनि यो ठुलो रोड भयो। त्यसपछि यो भनेपछि अब के भयो त 8वटा लेन भन्दा पनि बढी भएको रोड रहेछ भन्ने बुझियो देरो आएपछि। त्यसपछि थेहेआल्लो भनेको चाहिँ थेहेआन रो भनेको थेहेआन अनि रोड यो चाहिँ 2 देखि 7वटा लेनसम्मको बीचमा छ त्यही भएर रो लगाइयो। अब यहाँ सोदाम अनि पछाडी गिल सोदाम भन्ने बाटो अब यो गिल लगाइदिएपछि यो चाहिँ 2वटा लेन भन्दा पनि थोरै एउटा मात्र लेन होला सानो गल्ली टाइपको यस्तो रहेछ भन्ने बुझियो। उइएसनन माथि चाहिँ कहाँ माथि त अघि हेरिएको टेबलमा चाहिँ साजिक रोड र छोङ्गा रोड चाहिँ इए हेदाङ हाम्निदा यसमा सम्मिलित हुन्छन्। अन्तिममा लेखिन्छ खनमूल बनो भवन नम्बर घर नम्बर बिल्डिङ नम्बर हेदाङ खनमुरे सम्बन्धित भवनको अथवा सम्बन्धित घरको बनरुल नम्बरलाई नाथा निम्निदा बुझाउँछ। जुन घर खोज्दैछौँ उक्त घरको घर नम्बरलाई बुझाउँछ। वैन्चोक खनमुरुन बायाँतिरको भवन चाहिँ देब्रेतिरको बिल्डिङ चाहिँ होल्सु बिजोर नम्बर अनि ओरुन्चोक खनमुरुन दाहिनेतिरको भवनलाई चाहिँ चाक्सुरो भनेको जोर नम्बरद्वारा फ्योसी हाम्निदा संकेत गरिन्छ उल्लेख गरिन्छ। यसले भन्न खोजा के रहेछ भन्दा अब रोडको दायाँपट्टि हो कि बायाँपट्टि घर भन्ने हुन्छ नि। अब बीचमा रोड हुन्छ रोडको दायाँपट्टि घर छ कि बायाँपट्टि छ त्यो घर। अब रोडको बायाँपट्टि घर छ भने चाहिँ त्यो घरलाई बिजोर नम्बर लेखिएको हुन्छ अरे अनि रोडको दायाँपट्टि छ त्यो घर भने त्यो घरको नम्बर चाहिँ जोर संख्यामा लेखिएको हुन्छ। जस्तै उइएसनुन माथि भन्नाले अघि हेरिएको टेबलमा माथि चाहिँ फेक युक्सिप इल्ग्वा 161 र साम्बेक सासिप ओगा 345 चाहिँ इए हेदाङ हाम्निदा यसमा सम्मिलित छन् अरे। ल हेरौँ माथि 161 लास्टमा छ नि हो यसमा 161 अनि 345 यी दुईटा चाहिँ के भए घर नम्बर भए। अब यो दुईटै बिजोरमा छ भनेपछि यो दुईटै कता रहेछन् रोडको बिजोरमा छ भनेपछि रोडको बायाँपट्टि रहेछन् यी दुईटै। हेरौँ न 161 अनि 345 दुईटै बिजोर छ हो कि हैन दुईटै बिजोर छ भनेपछि दुईटै घर चाहिँ कता रहेछन् रोडको बायाँपट्टि रहेछन् देब्रेपट्टि रहेछन् भनेर बुझियो। ल आजको लागि यति गरौँ। तपाईहरुले के कति बुझ्नु भयो कमेन्ट गर्नु होला। बाँकी म अर्कोचोटि अर्को छङ्गो लिएर आउने नै छु। त्यतिखेरसम्मको लागि बिदा दिनु होला। धन्यवाद।